साथीहरु गुड आफ्टरनुन हजुर। अहिले चाहिँ नि म चण्डीगढ घुम्दैछु, सबैले देख्न सक्नुहुनेछ है। अहिले चाहिँ म यसो चण्डीगढ आएको थिएँ। अब यहाँ यसो मैले Continue straight, then turn right. भेट्नुपर्ने थियो र म आएको थिएँ हैन। अरु यहाँबाट चाहिँ नि अहिले म चाहिँ नि भनौँ यहाँ Turn right. यहाँबाट चाहिँ नि अब साथीहरुलाई भेटेर अब निक्लेको अवस्था सबैले देख्न सक्नुहुनेछ यहाँको जाम। अहिले म चाहिँ नि आफै ड्राइभ गर्दै हिँडिरहेको छु, सेल्फ ड्राइभ। यहाँ चाहिँ नि रातो बत्ती जलेको रहेछ कि, त्यही भएर Head south toward Red Bishop Road. एकछिनको लागि यहाँ गाडी उभिएको छ, सबै गाडीहरू तपाईले देख्न सक्नुहुनेछ। म एक्लै यसो गरी घुम्दै आएको। अब रेड लाइट खुल्यो है। In 800 meters, slight left. रेड लाइट खुल्यो। अब यहाँबाट चाहिँ नि हामी यता दाहिनेतिर मार्च खोल्ने हो, राइट रोडमा। तपाईले देख्न सक्नुहुनेछ यो एरिया चण्डीगढ। Head north. In 600 meters, slight left. चण्डीगढ सिटी तपाईले देख्न सक्नुहुनेछ। रोडलाई पनि मैले काटेँ हैन, यसलाई पनि मैले क्रस गरेँ। अहिले चाहिँ नि ल हेर्नुहोस् चण्डीगढ सिटीको नजारा तपाईले देख्न सक्नुहुनेछ। यहाँ चाहिँ मैले म चाहिँ नि आरामसँग आफै ड्राइभ गरिरहेको छु, तपाईले देख्न सक्नुहुनेछ। Slight left. अहिले यहाँबाट मजाले आफै ड्राइभ गरिरहेको अवस्था तपाईले देख्न सक्नुहुनेछ कि यहाँ चाहिँ नि यो चण्डीगढ शिमला हाइवे आयो। In 400 meters, slight right toward National Highway 5. लागिरहेको छ, देख्न सक्नुहुनेछ। यहाँ ट्राफिक यता राइट साइडमा कति ट्राफिक छ देख्न सक्नुहुनेछ तपाईले हैन। म चाहिँ नि अहिले शिमला हाइवेतिर लागे। सबैले यो भिडियोलाई लाइक र Slight right toward National Highway 5. हेर्नु होला इन्डियाको बाटो कस्तो लाग्छ तपाईहरुलाई हैन। म चाहिँ नि कसेर भागिरहेको छु। Continue on National Highway 5 for 59 kilometers. देख्न सक्नुहुनेछ गाडीको स्पिड पनि तपाईले देख्न सक्नुहुनेछ गाडीको स्पिड हैन। यहाँ चाहिँ नि मजाले भागिरहेको अवस्था। अगाडिको गाडी पनि 100 को स्पिडमा छ है, 100 एबभमा छ। यो पनि म पनि 100 एबभमा छु। हामी चाहिँ नि अहिले टाप कस्छ भन्छ नि हैन नेपाली भाषामा, त्यसरी टाप कस्दैछु। तर नराम्रो काम गरेर पो टाप कस्छ भन्छ त है, तर हामी नराम्रो काम गरेर टाप कसेको होइन। यो अगाडिको साथी पनि मेरो साथी हो। अहिले हामी दुईजना स्पिड चाहिँ जाम भनेर प्लान गरेर हामी स्पिडमा हिँडेको हो। त्यसरी हामी हिँड्दैछौँ, तपाईँले देख्न सक्नुहुनेछ होइन। यो अहिले चाहिँ हामी तुफान गाडीको स्पिड 112 झरेको छैन, तपाईँले देख्न सक्नुहुनेछ। यसलाई पनि साथीलाई मैले क्रस गरेर गएँ, 100 भन्दा माथि पुऱ्याएँ मैले गाडी। ल 120 मा भागेछ, तपाईँले देख्न सक्नुहुनेछ। यहाँबाट यो चण्डीगढ शिमला हाइवे अल्ट्रा वाइड तपाईँले देख्न सक्नुहुनेछ। यहाँको नजारा देख्नु होला अगाडितिर कस्तो छ बाटो होइन। र सबैले लाइक र सेयर गरेर सबैले कमेन्ट